हेलो गाइज वेलकम टू बैक टू माई न्यू भिडियो। आज चाहिँ हामी बल्छी हालेर माछा मारेर घरमा लिएर खानेवाला छौँ। अब हामी जाँदैछौँ। हामी रोडमा छौँ, जाँदैछौँ। गाइस हामी रोडमा पुगिसकेका छौँ। एकछिनपछि पुगिन्छ। हामी जाँदैछौँ। फाइनली गाइस हामी पुगिसकेका छौँ तालमा। त्यहाँनिर हामी माछा मार्छौँ अब बल्छी हानेर। अब हेर्नु होला, अहिले चाहिँ हामी एकछिन गनेउला खन्न जाँदैछौँ। हेर्नुहोस् त यहाँ कस्तो राम्रो सिन छ। हेर्नुहोस् त यहाँनिर ताल छ। हामी त्यहाँनिर माछा मार्न गइरहेका छौँ बल्छी हानेर। अहिले चाहिँ हामी गनेउला खन्न जाँदैछौँ। अब हेर्नु होला, अब हामी गनेउला खन्न जाँदैछौँ। अब माछा चाहिँ आइसकेका छन्। कति माछा आए? यति माछा आए गाइस, हातमै आउँछ यहाँको माछाहरूले त। यत्रो यत्रो माछा आइसक्यो हातमै। एउटा माछा यसले थाम्यो। यी दुईटा माछा यसले पनि पकडिसकेको छ। एउटा यहाँ छ। यति माछा भइसकेको छ। अब एकछिन गनौँ है यो माछाहरूलाई। एउटा, दुईटा, तीनटा, चारटा, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16 माछा पकडिसकेका छौँ केटाहरू। अब हेर्नु होला, अझ पकड्दैछ। हेर्नुहोस् गाइस, यति सानो माछा छ यहाँनिर। अब हामी तल गरेर बल्छी हालेर एकछिन ठुलो माछा गाड्नेछौँ। हामीहरू गइसकेको छौँ यहाँबाट। अब साथीहरू पनि यता छन् होइन। यता हेर्नु त, यिनीहरू अब ठुलो माछा पकाउन जाँदैछन्। गनेउला पनि मारेर अब हामी जाँदैछौँ माछा मार्नको लागि। अब हेर्नु होला, हामी बल्छी हानेर माछा गाड्नेवाला छौँ। अब बल्छी चाहिँ म हान्छु, यो पछाडिको मान्छे चाहिँ भिडियो बनाउँछ। अब हेर्नु होला है। अब हामी जान्छौँ। त्यहाँ बल्छी हाल्न गइसकेको छ। म चाहिँ अहिले बनाउँछु। अहिले ऊ हाल्दैछ। हेर्नुहोस् उसको नसिबमा कस्तो माछा आउने रहेछ। अब हेरौँ। चाहिँ हामी सानो तालमा छौँ। अब यो चाहिँ गनेउला अल्छीमा लगाउँछ अनि त्यहाँनिर हाल्छ अनि माछा गाड्छ। जाल लिन जाँदैछौँ। अब केही छिनपछि एकजना दाइले भन्नुभयो कि जालमा धेरै माछा हुन्छन् अनि हामी जाल लिन जाँदैछौँ अहिले। अब जाल लिएको भिडियो पनि देखाउँछु तपाईँको, ठिक छ। चाहिँ पङ्गसको कैँसीको घर हो कि यहाँ फेरि हामीहरू माछा मार्न आऊ। माछा चाहिँ बल्छीमा पर्यो अहिले। जाल हान्न गइसकेका छन् केटाहरू।
4-5 वटा माछा मात्र मरे। अब हामी यहाँ अर्को ठुलो तालमा हामी माछा मार्न जाँदैछौँ। अब हेर्नु होला यस्तो गरिरहेको छ केटाहरूले जाल हानेर। अब यहाँनिर माछा आउँछन् रे। मैले चाहिँ यहाँ बल्छी हालेर यस्तो गरिरहेको छु। अब पऱ्यो भने यसलाई गाड्नु पर्ला। यहाँ केटाहरूले जाल हानेको छ। अब के हुन्छ हेर्दै जानु है। पौडी हान्छ रे। अब पौडी हान्न जाँदैछौ। हेर्नुहोस् त उता चाहिँ हामी जाल हालेर आएका छौँ। यता केटाहरूले पौडी हान्नु भनेको छ, त्यसैले अब यहाँ आएको। ल उसको पौडी हेर्नुहोस् एकछिन। ल हेर हेर हेर, एउटा चाहिँ माथि आउन लाग्छ। माथिबाट ड्याब हान्दैछ। अब हेरौँ कस्तो हान्ने रहेछ। ल अब उसले हान्न गइरहेको छ। अब कस्तो हान्दो रहेछ हेरौँ न। यस्तो हान्नेहरूले चाहिँ अब चाहिँ हामी तल बन्द भन्ने ठाउँमा जाँदैछौँ। अब त्यहाँ बल्छी हानेर माछा मार्छौँ। धेरै टाढा छ। अब हामी जाँदैछौँ। अब धेरै टाढा छ, बाटोमै छौँ। अब हामी जाँदैछौँ। गाइज हामी बन्दको जङ्गलमा पुगिसकेका छौँ। हामी तपाईँलाई देखाउँछौँ। अब हेर्नुहोस् यो बन्दको जङ्गल। अब यसमा हामी बल्छी हालेर माछा मार्छौँ। अब अलि तल मार्छौँ। यहाँ चाहिँ खास गरी माछा पर्दैनन्। अब हामी माछा चाहिँ तल मार्छौँ। अब हामी माछा तल मार्छौँ। अहिले जाँदैछौँ। के गर्ने साथीभाइसँग मेरो भयो मन मुटाव। 20-25 माछा त हामीले मारिसकेका छौँ गाइजहरू। तपाईँलाई हामी पछि देखाउँछौँ। अब अहिले जाँदैछौँ हामी। वहाँ पुगेपछि हामी तपाईँलाई देखाउनेछौँ। हस्, ताल पार गर्नुपर्छ गाइज। अब हामी यो ताल पार गर्छौँ। आइज हेर्नुहोस् त कति सुन्दर ठाउँ छ। अब यसमा म जाँदैछु। वाउ कस्तो सुन्दर ठाउँ छ। हेर्नुहोस् त घाट, यो हेर्नुहोस् त। कस्तो राम्रो ठाउँ छ। हेर्नुहोस् त माथि पहाड, तल पानी। फाइनली हामी पुगिसकेका छौँ। अब यहाँनिर बल्छी हानेर मार्छ माछा। अब जान बल्छी हानेर मार्न माछा। अस्ति यहाँनिर सर्प आयो, त्यही भएर हामी हिँडेका थियौँ। अब आज चाहिँ हान्दैछ। अब हेरौँ न आज पनि सर्प आउँछ त रमाइलो हुन्छ। ल हेर्नुहोस् अब बल्छी हाल्न गइरहेको छ। अब हालि पनि सक्यो। बल्छीमा एउटा माछा परिसकेको छ। यत्रो माछा पर्यो। अब सानै माछा छ। ल गाड, यो गाड्नु पर्छ। अब यो चाहिँ गाड्दैछौँ। पङ्कजको हात दिए पङ्कज अहिले और कहाँ अड्कियो हो यो को नयाँ अड्कियो कहाँ अड्कियो
उठ के निकल खाबा उठ निकल अब निकल ले आठौँमा निकाल्दिनु निकाल्न अलिक गाह्रो हुन्छ साथीहरू दुईटा माछा भयो अब एउटा माछा हाल्दैछ यहाँनिर दुईटा माछा भयो फाइनली गाइज हामी यहाँबाट गइसकेका छौँ अब हर्षल पनि हामी सुत्दैछौँ हर्षल पनि हामीले धोइसकेका छौँ अब माछा पनि 30 जति परेका छन् अब घर गएर खानलाई मजा आउँछ अब यहाँ राति पनि पर्न लागिसकेको छ अब राति पनि परिसकेको छ अब वहाँ पुगेपछि खाएको पनि भिडियो बनाउन थियो हामी अब राति परेको कारणले यो भिडियो चाहिँ हामी यहीँ अन्तिम गर्न चाहन्छौँ अब हस्त धन्यवाद अब खाएको पनि आउँदैन अर्को पार्टमा अवश्य गर्नेछौँ केटाहरू माया सपोर्ट गरिदिनु होला सबैले हैन ओके गाइज हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट जरुर गरे